नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। धादिङमा बस दुर्घटना, 16 जना घाइते। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 129 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। आफूहरूमाथि लगाइएको अयोग्यको बिल्ला खारेज गर्न बहिर्गमित जनमुक्ति सेनाको माग, सम्मानको खोजी। भारतको मुम्बई स्थित कोरोना विशेष अस्पतालमा आग लागि 12 जनाको मृत्यु। र भारतमा थप 3,32,000 जना कोरोनाका नयाँ संक्रमित। अब समाचार विस्तारमा। धादिङमा बस दुर्घटना हुँदा 16 जना घाइते भएका छन्। धुनीबेसी नगरपालिका वडा नम्बर 6 धारके 40मा बस दुर्घटना हुँदा 16 जना घाइते भएका हुन्। बिहीबार राति स्याङ्जाबाट यात्रु लिएर आएको ना 5 ख 4916 नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टिएको हो। घाइते मध्ये केहीको अवस्था गम्भीर छ। घाइतेहरूको धारके स्थित शिवदर्शन अस्पतालमा तथा काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 129 जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार पर्सामा 58, धनुषामा 23, बारामा 17, रौथाडमा 12, महोत्तरीमा 7, सप्तरीमा 5, सर्लाहीमा 3 र सिराहामा 3 संक्रमित फेला परेका हुन्। यो सँगै प्रदेश 2 मा कोरोनाका कुल संक्रमितको संख्या 18,134 पुगेको छ। प्रदेश 2 मा 16,998 जना संक्रमणबाट मुक्त भइसकेका छन्। अहिलेसम्म 1,48,642 जनाको स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 60 वटा स्वाबको नतिजा आउन बाँकी छ। प्रदेश 2 मा हाल 920 जना सक्रिय संक्रमित रहेका छन्। बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरूमाथि लगाइएको अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मान पत्र र परिचय पत्र दिनुपर्ने माग गरेको छ। बहिर्गमित जनमुक्ति सेना नेपालले गरेको 4थो राष्ट्रिय सम्मेलनको पूर्ण केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै आफूहरूलाई लगाइएको अयोग्यको बिल्ला खारेज गरी राज्यद्वारा सम्मान पत्र र परिचय पत्र वितरण गर्नुपर्ने माग राखेको हो। त्यसैगरी तत्कालीन नेकपा माओवादी र नेपाल सरकार बीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता अनुरूप तत्कालीन समयका 18 वर्ष मुनिका बाल सेनाहरूलाई पुनर्स्थापनाका लागि आवश्यक र उपयुक्त सहयोग प्रदान गरिनुपर्ने पनि माग गरिएको छ। बहिर्गमित जनमुक्ति सेनालाई स्वैच्छिक अवकाश लिएका जनमुक्ति सेना सरह आर्थिक प्याकेज दिनुपर्ने, जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने, सम्पूर्ण राजनीतिक आन्दोलनका घाइतेहरूलाई औषधि उपचार सहितको दीर्घकालीन व्यवस्था गरिनुपर्ने र सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाका सदस्य तथा तिनका बालबालिकालाई कम्तीमा कक्षा 12 सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न समेत माग गरेका छन्। संशोधन गर्न बनेको विधेयकको बुँदा नम्बर 7 मूल ऐनको दफा 13 मा आएको काम, कर्तव्य र अधिकार 1 को जम्मा उल्लेख बहिर्गमित लडाकुले प्राप्त गर्नुपर्ने परिपूरण तथा संरक्षणको लागि सिफारिस गर्ने बुँदालाई पास गरी ऐन बनाइयोस्। नम्बर 4 स्वैच्छिक अवकाश लिएका जनमुक्ति सेना सरह समय सापेक्षित एकमुष्ट प्याकेज दियोस् अथवा यो आर्थिक प्याकेज बराबर राज्यले नीति तथा कार्यक्रम ल्याई दीर्घकालीन व्यवस्थापन हुने गरी उचित क्षेत्रमा लगानी गरियोस्। र बहिर्गमित जनमुक्ति सेना नेपाल बीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरू तत्काल कार्यान्वयन गरियोस्। बहिर्गमित जनमुक्ति सेना नेपालका इन्चार्ज असीम आङबुङघाम लिम्बुने जनयुद्ध कालका नेतृत्व तथा कमान्डरहरूले आफूहरूलाई व्यवस्था गरेको बताउनु भयो। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने जनमुक्ति सेना आन्दोलनका योद्धाहरूलाई सम्झिएको बताउनु भयो। प्रक्रियामा पुगेर पनि उहाँहरूले हाम्रो जनमुक्ति सेनालाई विलय गराउन विभिन्न खालका चालचलनहरू चाल्नुभयो, अथवा जनमुक्ति सेना भन्ने बित्तिकै उहाँहरूलाई एलर्जी आउने जुन परिस्थितिहरू बन्यो, यो प्रति हाम्रो गम्भीर ध्यानाकर्षण छ। जो अघि पूर्वोक्त मित्रले भन्नुभयो जस्तो आज प्रचण्ड कहाँ हुनुहुन्छ, प्रचण्ड के गर्दैछन्, प्रचण्ड आफैमा के हो
त्यो न हामीलाई थाहा छ न त्यो उहाँलाई थाहा होला। तर आज जो नेपाल सरकार र बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न पनि माग गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले दूतावासहरूले माग प्रमाणीकरण नगरिदिँदा युरोपियन मुलुकमा कामदार पठाउन नसकिएको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा वैदेशिक रोजगारमा रहेका समस्या सम्बन्धमा भएको छलफलमा सचिव गौतमले यस्तो बताउनु भएको हो। उहाँले माग प्रमाणीकरण गर्ने अधिकार सम्बन्धित मुलुकमा रहेका दूतावासहरूलाई भएको र उनीहरूले समयमै माग प्रमाणीकरण नगरिदिँदा समस्या भएको बताउनु भयो। युरोपका पोल्यान्ड र जर्मनीमा मात्रै 10 लाखभन्दा बढी जनशक्तिको माग आउने सम्भावना रहेको, तर दूतावासहरूले माग प्रमाणीकरण नगरिदिँदा कामदार पठाउन नसकिएको बताउनु भयो। उहाँले खाडी मुलुकको केसमा पनि त्यस्तै अवस्था रहेको बताउनु भयो। अहिले खाडी मुलुकका लागि 2300 फाइल प्रमाणीकरण नभएर रोकिएको बताउनु भयो। अहिले सबै फाइललाई छिटो प्रमाणीकरण गर्न श्रम सहचारीलाई निर्देशन दिइसकेको पनि उहाँले बताउनु भयो। करिब यो परराष्ट्र मन्त्रालयलाई बोलाएर यो प्रमाणीकरण टाइममा किन हुन सकेन, तपाईहरुको दूतावासले किन गरेन भन्ने हिसाबले एकचोटि राखिदिनु भए हामी आभारी हुन्छौँ। किनभने यो कस्तो हो भने श्रम सहचारी केही अहिले चाहिँ कृष्णजीले पनि थप्नु होला, उहाँ श्रम सहचारी पनि भएर जानुभएको, त्यहाँको चाहिँ अनुभव पनि छ उहाँलाई। त्यसैले अहिले प्रमाणीकरण माग प्रमाणीकरण बिना यहाँ मान्छे पठाउन नसक्ने। अब यो चाहिँ युरोपमा माग आएको छ, हामीसँग जनशक्ति छैन, हामी प्रमाणीकरण गर्न सक्दैनौँ, भेरिफिकेसन गर्न सक्दैनौँ भन्ने दूतावासको भनाइ। अब त्यो कार्यक्षेत्र सबै दूतावासलाई दिइसकेपछि अब हामीलाई श्रम युनिट खोल्न नदिने दूतावासले अर्को चाहिँ युनिट आउँछ भन्ने हिसाबले कि श्रम सहचारी कार्यालय हामी चाहिँ ऐनले वैदेशिक रोजगार ऐनले नै प्रश्न के भनेको छ भन्दाखेरि 5000 भन्दा बढी कामदार भएको माग प्रमाणीकरणका लागि श्रम मन्त्रालयले छुट्टै युनिट बनाएर काम गर्न प्रस्ताव गर्दा दूतावासहरूले नदिएको गुनासो समेत सचिव गौतमले गर्नुभयो। त्यस्तै पछिल्लो समय कतार पुलिसमा कामदारका लागि प्रस्ताव आएको तर केही कानुनी जटिलताका कारण निर्णय नलिएको बताउनु भयो। कतार पुलिसमा कामदार पठाउँदा त्यहाँको मिलिट्री सर्भिस कानुनसँग जोडिएको पेनाल्टीको कुरा आउने र राष्ट्रिय सुरक्षामा तलमाथि भएको खण्डमा मृत्युदण्डसम्मको कुरा आउने भएकाले राम्रोसँग विश्लेषण नगरिकन निर्णय गर्न नसकिने बताउनु भयो। किन हुन सकेन, तपाईहरुको दूतावासले किन जापानले कामदार चाहिँ पुलिसम्यानमा पठाउँदा राजदूत साहबलाई चाहिँ नि के अरे सोध्नु परेन, श्रम मन्त्रालयलाई सुरु गर्दा भयो, प्रमाणीकरण गरेर माग प्रमाणीकरण गरेर सुरु चाहिँ पठाउँदा भयो। अब अहिले चाहिँ तपाईको उहाँलाई चाहिँ नि सोध्नु पर्ने स्थिति भयो। त्यसैले हामीले यहाँ के भयो भन्दाखेरि जब त्यो इस्यु आइसकेपछि विभिन्न मन्त्रालयहरूसँग बसेर छलफल पनि गरियो। छलफल गरिसकेपछि अब यो एकचोटि चाहिँ सबै त्यहाँ सबभन्दा समस्याको इस्यु के हो भन्दाखेरि अहिलेसम्म हामीले चाहिँ नि पुलिसम्यान भनेर पठाएका छैनौँ, सुरक्षा गार्ड भनेर पठाएका छौँ, सेक्युरिटी गार्ड भनेर पठाएका छौँ। तर चाहिँ त्यस्तै कतिपय मुलुकले कोभिड-19 संक्रमणको उच्च जोखिममा नेपाललाई राखेकोले कामदार लैजान रोकेको पनि बताउनु भयो। 2072 सालको भूकम्पबाट क्षतिग्रस्त स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महावीर गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 15 का अध्यक्ष एवं स्वयम्भू पुनर्निर्माण समितिका अध्यक्ष ईश्वरमान डङ्गोलले शुक्रबार पत्रकार सम्मेलन गरी विश्व सम्पदामा सूचीकृत स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महावीर गुम्बा र स्वयम्भूका पुजारी बुद्धाचार्य परिवारका 17वटा घरहरूको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। नियमअनुसार पुरातात्विक विधिअनुसार टेकेर आरम्भ भएको थियो, शुभारम्भ भएको थियो। कार्य सुरु भएको पुग नपुग 2 वर्षमै निर्माण सम्पन्न भएको छ। यो हामी सबैको लागि खुसीको विषय हो। यो पुनर्निर्माण कार्य अगाडि बढाउन काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको बैठक कामपा वडा नम्बर 15 का वडा अध्यक्ष ईश्वरमान डङ्गोलको अध्यक्षतामा पुनर्निर्माण भएको महाविहार गुम्बा र घरहरू वैशाख
13 गते सोमबारका दिन सम्बन्धित महाविहार र घरधनीहरूलाई हस्तान्तरण हुने अध्यक्ष डङ्गोलले बताउनु भयो। 2075 साल पुस 30 गते गृहमन्त्री रामबहादुर थापाबाट आरम्भ भएको पुनर्निर्माण करिब 2 वर्षको अवधिमा सम्पन्न भएको पनि उहाँले बताउनु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको मुम्बई स्थित कोरोना विशेष अस्पतालमा आगलागी हुँदा 12 जनाको मृत्यु भएको छ। मुम्बईको विरार स्थित विजय वल्लभ अस्पतालको आइसियु वार्डमा आगलागी भएको हो। आगलागीबाट अस्पतालमा उपचाररत 12 जनाको मृत्यु भएको विरार नगर निगमको कोरोना कन्ट्रोल रुमलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। आज बिहान करिब 3:30 बजेतिर आगलागी भएको हो। आगलागीका कारण खुलेको छैन। यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन लिक हुँदा 24 कोरोना सङ्क्रमितको मृत्यु भएको थियो। भारतमा थप 3,32,000 जना कोरोनाका नयाँ सङ्क्रमित बढेका छन्। शुक्रबार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा गएको 24 घण्टामा थप 3,32,000 भन्दा बढी नागरिक सङ्क्रमित भेटिएका हुन्। यो सङ्ख्या भारतमा अहिलेसम्मकै एकै दिनमा देखिएको सङ्क्रमणको सबैभन्दा ठूलो सङ्ख्या रहेको छ। त्यसैगरी गएको 24 घण्टामा 2,263 जनाको ज्यान गएको छ। यसरी कोरोना भाइरसको सङ्क्रमणकै कारण भारतमा 24 घण्टामा भएको मृत्यु सबैभन्दा बढी हो। भारतमा अहिलेसम्ममा 1,62,00,000 भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन्। हालसम्म 1,68,000 भन्दा बढी व्यक्तिको निधन भएको छ। भारतमा गत जनवरी 16बाट कोरोना भाइरस विरुद्ध खोप अभियान सुरु भएको थियो। अहिलेसम्म 13,54,78,000 भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्। कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोना भाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलि नै रहेको छ। भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुटनिक भी गरी 3 प्रकारका खोपको प्रयोग भइरहेको छ। अब अन्त्यमा मुख्य समाचार एकपटक फेरि। धादिङमा बस दुर्घटना, 16 जना घाइते। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 129 जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि। आफूहरूमाथि लगाइएको अभियोगको बिल्ला खारेज गर्न बहिर्गमित जनमुक्ति सेनाको माग, सम्मानको खोजी। भारतको मुम्बई स्थित कोरोना विशेष अस्पतालमा आग लागि, 12 जनाको मृत्यु। र भारतमा थप 3,32,000 जना कोरोनाका नयाँ सङ्क्रमित। हस्त अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।